अब चाहिँ हामी यहाँ बच्चाहरूलाई स्कुल ड्रप गरेर है हतार बिहान मर्निङमा अब चाहिँ मन्दिर यसो मन्दिर जानु पऱ्यो भनेको हाम्रो चाहिँ यता नजिकै भनेको चाहिँ धेरै नजिकै भनेको चाहिँ हिन्दू मन्दिर एउटा छ, इन्डियनहरूको हिन्दू मन्दिर छ होइन, नेपाली मन्दिर चाहिँ अलिक बढै छ। त्यही भएर आज चाहिँ हामी राजा म मुवा मात्रै तिनजना बिल्डिङ साउथहम्पटन जाने बाटो बिल्डिङ हो, मान्छे एउटा मात्र बिल्डिङ हो, मान्छे कहिले देखिँदैन। कति राम्रो ग्रिन भयो त सबैजना टुलिप फार्म कता कता घुम्नु गयो। हाम्रो त छुट्टी नमिलेर टुलिप फार्म पनि घुम्नु जान पाइएन आज त, घाम लाएर यहाँ हतार त्यही पनि अहिले यहाँ राजाको ट्रेनिङ छ। हामी छिटो मन्दिर पुगेर फर्किहाल्ने हो घरमा आज। तपाईँहरूले चाहिँ कसरी मनाउँदै हुनुहुन्छ नयाँ वर्ष नेपालमा? न्यु इयर इभ नेपालको न्यु इयर इभ चाहिँ मनाएन। नेपालको न्यु इयर पहिला हाम्रो उता रजतिर गाउँमा त पुरै बेलुका राति मनाउँथ्यो नि, पुरा नाच गान गरेर नयाँ वर्ष मनाए न्यु इयर इभ भनेर पुरा प्रोग्राम राख्थ्यो हाम्रै नयाँ वर्षमा। उतातिर अहिले त इङ्ग्लिस नयाँ वर्षमा मात्र राख्छ क्या। केटाकेटीहरू छैन नि त त्यस्तै गर्ने, सब विदेश छ नि। अब विदेश भएर नि होला, बुढी आमा बुवाहरू अब मन्दिर जान्छन् आउँछन् घर बस्छन्, त्यही भएर होला। त्यो जाम, यो बाटो त जहिले जाम हुन्छ कि फेरि बाटो जाम भएर यस्तो छ कि स्लोली नै गाडी पनि। दिन त राम्रो हो मजाले घाम निलाहा के आयो भोक लागिसक्यो टक्कै आएर बिहान अब मन्दिर गएर आएर चिया पकाएर चिया जामले गर्दाखेरि है निन्दा लागिसक्यो। मै गरौँ कत्रो लामो जाम रहेछ, जामले गर्दाखेरि कतिवटा चाहिँ मन्दिर आइसक्यौँ है। उतिर हाम्रो माला बास्ना मन्दिरको बास्ना आइसक्यो, माला टाँगेको छ है। अब कति राम्रो देखेको लागिसक्यो भित्र तुलसीको चाहिँ यो त टिका हो। मन्दिरमा पूजा यही हो न्यु इयर हाम्रो त। अब उता प्रसाद छ, प्रसाद हाम्रो पनि हुन्छ। आज चाहिँ अब प्रसाद यहाँ भगवान्को दर्शन गऱ्यो। म पनि नेपालमा प्रसाद राख्ने ल अब हाम्रो चाहिँ अब पूजासुजा गरियो, अब दर्शन गऱ्यौँ। पल्टी बाजेहरूको चाहिँ पूजा सिद्धिदेखि निकालेर 12 बजेतिर सिद्धिन्छ यहाँ। अब चाहिँ हामी चाहिँ अब दर्शन गऱ्यौँ, अब जानु लाग्यो। यसको आजको नयाँ वर्ष हजुर पनि नयाँ वर्ष राम्रोसँग मनाउनु होला। मन्दिर दर्शन गरेर नयाँ वर्ष सबैजनाको सुखद रहोस्। सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना फ्रम हाम्रो मामा घरी युकेबाट। यो चाहिँ नेपाली न्यु इयर, फेरि ह्याप्पी न्यु इयर। केटाकेटी छैनन् अहिले, फेरि स्कुलमा सानो भएको छ। यो पूजा गरेर भ्याइयो आज सुनसान। अब नेपाली न्यु इयर भएर नेपालको मन्दिर भगवान् लाइन लाएर हिँड्नु पर्थ्यो, हामी लाइन लाएर बस्नु पर्थ्यो। यहाँ चाहिँ सुनसान। अब नेपालमा पूजा गऱ्यो, दर्शन गऱ्यो, पण्डित बाजे पनि आए। अनि अब घर जाने अब चिया खाने। लेट्स गो। यहाँतिर अथवा इस्ली एरिया साउथहरूमा बस्नुभएको छ भने चाहिँ यहाँ यो चाहिँ वैदिक के भन्छ अरे वैदिक सोसाइटीको टेम्पल हो। यो चाहिँ इन्डियन हो तर भगवान् सबै अब हिन्दू टेम्पल भनौँ न। यहाँ एउटा छ नजिकै भनेको चाहिँ तपाईँहरूलाई आउनु मन लाग्छ। यहाँ पार्किङको एरिया पनि छ, टन्न लगाएर पार्किङ गर्न पाउनुहुन्छ। कारहरू पार्किङ गरेर अनि राम्रोसँग दर्शन गरेर
शिवरात्रिहरूमा यस्तो सबै पूजाहरू लगाएको हुन्छ यिनीहरूले होइन। अब तपाईँले पूजा गराउन चाहनुहुन्छ भने पनि त्यहाँ पनि पूजा पनि गर्न पाउनुहुन्छ, त्यो पण्डितले गरिदिनुहुन्छ है। तर अब राम्रो छ एरिया चाहिँ, कस्तो राम्रो छ, शान्त छ है। तपाईँहरूलाई आउनु मन लाग्छ भने चाहिँ आउनु सक्नुहुन्छ। नाइस, टाइम टु गो होम नाउ। हाम्रो सानो भिडियो होइन, अब खाएको चाहिँ प्रसादमा यस्तो मिक्स भएको छ। अब म चाहिँ प्रसाद खान्छु। यो चाहिँ के अरे के भन्छ, ओखर पर्दैछ मलाई फल्ने प्रसाद। मन्दिर बाँड्छ सले मन त खाइसक्यो होइन। उहाँसँग चाहिँ थाली छ पुरा, टिका पनि निकालेर लिएर आयौँ। यो रमाइलो भयो, शान्त मन लाग्छ। हतार हतार भयो। ट्रेन लन्डन वाटरलू यतातिर जाने चाहिँ लन्डन वाटरलू होइन त राजा, यतातिर लन्डन वाटरलू जान लाग्यो यो ट्रेन। यो ट्रेन चाहिँ लन्डन वाटरलूतिर